नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं जनकपुर सहित तराईमा आज चैती छठ पर्व मनाइदै गरेको सम्बन्धी प्रसंगबाट। तराईमा चैत छठ अर्थात बसन्ती अन्तर्गत आज मुख्य पूजा गरिँदैछ। आज बेलुका व्रतालुहरू नजिकैको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाउने गरिन्छ। घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसुवा, नरिवल, केरा लगायतका फलफूल एवं मिष्ठान परिकार सूर्यलाई अर्पण गर्ने चलन छ। बेलुका सूर्यलाई अर्घ दिन व्रतालुले नदी, पोखरी, तलाउलाई सिंगारेका छन्। यस्तै पर्वको अन्तिम दिन भोलि बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्ने परम्परा रहेको छ। यस दिनलाई पारण भन्ने गरिन्छ। पछिल्ला वर्ष चैती छठ मान्नेहरू बढ्दै गइरहेका छन्। तराईका महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लामा 4 दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ। गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभा सदस्यबाट मुक्त हुनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट विक्रम सम्वत 2074 को राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट चयन हुनुभएका थापाले राजनीतिक दल सम्बन्धी ऐन 2073 बमोजिम दल त्याग गरेकाले उहाँलाई राष्ट्रिय सभा सदस्यबाट मुक्त गरिएको हो। राष्ट्रिय सभामा केन्द्रका सचेतक दीननाथ शर्माले थापालाई राष्ट्रिय सभा सदस्यबाट मुक्त गर्न गत चैत 27 गते लिखित पत्र पेश गर्नुभए बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले त्यसलाई आज स्वीकृत गर्नुभएको तथा राजनैतिक दल सम्बन्धी ऐन अनुसार थापाको सदस्य पद रिक्त भएको संसद सचिवालयले जनाएको छ। सरकारले यही वैशाख 6 र 7 गते बालबालिकालाई लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दैछ। 6 महिनादेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ। यसैगरी 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको दुवैको औषधि खुवाउनेछ। 6 गते खाना छुटेकाहरूलाई 7 गते खुवाउन सकिनेछ। आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकहरूलाई आग्रह गरेको छ। यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला पार्टी महाधिवेशनको चटारोमा परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार आगामी भदौमा तय भएको 14औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागिएको हो। यसअघि चैत 30 गते बस्ने तय भएको केन्द्रीय कार्य समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो। वर्तमान सरकारमा सहभागी हुने या गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी जसपामा आन्तरिक ध्रुवीकरणका कारण सुरु भएको छ। खास गरी अध्यक्ष मण्डलका सदस्य महन्त ठाकुर र अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपामा 2 स्पष्ट धार देखा परेका छन्। पार्टीका विवाद उत्कर्षमा पुग्दै जाँदा दुवै पक्षले आफ्नो पक्षमा लाग्ने सांसदको हिसाब किताब गर्न थालेका छन्। प्रतिनिधि सभामा जसपाका 34 सांसद रहेका छन्। 2 सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेकाले हाल 32 जना बाँकी रहेका छन्। जनता समाजवादी पार्टीको एकता अघिको राष्ट्रिय जनता पार्टीबाट निर्वाचित 16 र तत्कालीन समाजवादी पार्टीबाट निर्वाचित 16 जना सांसद संघीय संसदमा रहेका छन्। पार्टीभित्र विवाद चुल्लिँदै जाँदा पूर्व राजपा खेमामा केही सांसदले पूर्व समाजवादीका नेता उपेन्द्र यादवलाई र पूर्व समाजवादीका केही सांसदले पूर्व राजपाका नेता महन्त ठाकुरलाई साथ दिने देखिएको छ। प्रदेश नम्बर 2 का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको अथक प्रयास र पहलमा रौतहट र सर्लाहीबाट
जोडिने बागमती नदीमा रोकिएको सडक निर्माण कार्य सुचारू गर्ने सहमति भएको छ। रौतहट र सर्लाही जिल्लालाई जोड्न रौतहटको धर्मपुर र सर्लाहीको मैनाकपुर घाट स्थित बागमती नदीमा गत वर्ष निर्माण भएको पुलको बाटो निर्माण हुन लागेको छ। धर्मपुर घाट स्थित बागमती नदीमा पुल निर्माण भए पनि पुलभन्दा पूर्वदेखि लिएर सर्लाहीको मैनाकपुर घाटसम्म सडक नहुँदा सर्वसाधारणहरू जोखिम मोलेर यात्रा गर्दै आइरहेका थिए। गत वर्षदेखि मात्र गढीमाई नगरपालिकाको आर्थिक सहयोगमा उक्त पुलदेखि पूर्व मैनाकपुर घाटसम्म नयाँ सडक निर्माण हुन लागेको छ। तर उक्त बाटोकै विषयमा स्थानीयहरूबीच विवाद हुँदा केही दिनदेखि उक्त सडक निर्माण कार्य रोकिएका थियो। सडक निर्माण कार्य रोकिएको थाहा पाएपछि रौतहटका प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवले सडक निर्माण स्थलमै पुगेर स्थानीयहरूबीचको विवाद अन्त्य गरेका छन्। मन्त्री यादवको अथक प्रयासमा विवाद टुङ्गिएपछि रोकिएको बागमती नदीको उक्त सडक निर्माण कार्य अब अगाडि बढ्ने भएको छ। सर्वदलीय बैठकमा बन्द रहेको उक्त सडकको बैठक निर्माण कार्य अब सुचारू गर्ने सहमति भएको राज्यमन्त्री यादवले जानकारी दिनुभएको छ। बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत 3 जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना विशेष वार्डमा उपचाररत 3 जना संक्रमितको 3 घण्टाको बीचमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार भेरी अस्पतालमा उपचाररत राजपुर नगरपालिका 1 बर्दिया निवासी 73 वर्षीय पुरुषको शनिबार बेलुका 7 बजे मृत्यु भएको थियो। त्यसको ठीक 40 मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका 8 निवासी 78 वर्षीय महिलाको ज्यान गएको थियो। शनिबार राति 9:30 बजे नै दैलेखको नारायण नगरपालिका 1 की 68 वर्षीय महिलाको पनि मृत्यु भएको भेरी अस्पताल स्रोतले जनाएको छ। यो सँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउनेको कोरोना संक्रमितको संख्या 96 पुगेको छ। कोरोना संक्रमणबाट बाँके जिल्ला निवासी 60 जनाले ज्यान गुमाइसकेका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनय त्रिवेणी गाउँपालिका 2 दाउनेमा बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मध्ये 2 महिला र 1 पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि मृत्यु हुनेमा इलाम बस्ने 25 वर्षीय धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका 5 घर भई हाल विनय त्रिवेणी गाउँपालिका 2 स्थित गुम्बामा बस्ने 57 वर्षीय ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका 25 बस्ने 72 वर्षीय हेमलाल नेउपाने रहेका छन्। दुर्घटनामा घाइते भएका 31 यात्रु मध्ये 3 जनाको गैराती उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभएको छ। घाइतेहरूको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले शनिबार राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। पेट्रोल र डिजेल मट्टीतेलमा प्रति लिटर 1 रुपैयाँ मूल्य बढेको छ। मूल्य बढेसँगै अब काठमाडौँको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रति लिटर 121 र डिजेल मट्टीतेलको 104 रुपैयाँ भएको छ। आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा 2 रुपैयाँ प्रति लिटरले वृद्धि गरेर 76 रुपैयाँ कायम गरिएको छ। यसअघि गत चैत 22 गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। विश्वभरमा 11 करोड 79 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। आइतबार बिहानसम्ममा 11 करोड 79 लाख 7,775 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वमा 14 करोड 12 लाख 93,377 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 30,23,256 जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा 1 करोड 83 लाख 62 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा
हालसम्ममा 3,23,71,000 भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 2,49,04,000 भन्दा बढी निको भएका छन् भने 5,80,744 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1,47,82,000 भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1,28,03,000 भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,77,168 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,83,658 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,75,038 जना निको भएका छन्। यहाँ कोरोनाबाट 3,075 जनाले ज्यान गुमाइसकेका छन्। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।